नमस्कार, म बालेन शाह, प्रमुख काठमाडौँ महानगरपालिका। हालैमा हाम्रो नक्सा प्रणालीलाई पूर्ण रूपमा विद्युतीय हामीले गरेका छौँ। जस्तै पहिला पनि विद्युतीय प्रणाली थियो, तर पनि तपाईँको नक्सा किताबमा भरिराख्नुपर्ने, नक्सा प्रिन्ट गरिराख्नुपर्ने, एकजना वारिस अथवा एकजना मान्छेलाई चाहिँ महानगरपालिका वार्डहरूमा चाहिँ घुमिराख्नुपर्ने 2 महिना 3 महिनासम्म चाहिँ नक्सा पास हुनलाई समय लाग्ने थियो। विद्युतीय प्रणाली भए पनि ट्र्याकिङ मात्रै हुन्थ्यो, तर अड्डा अड्डामा डेस्कहरूमा चाहिँ गइराख्नुपर्ने जुन समस्या थियो, एकदमै लामो प्रक्रिया थियो। हाम्रो सर्भरहरू पनि एकदमै स्लो थियो। अहिले चाहिँ हामीले सर्भर चेन्ज गरेर एकदमै फास्ट सर्भर राखेका छौँ र एकदमै कम्प्लिटली, एकदमै पूर्ण रूपमा अटोमेटेड किन छ भन्दाखेरि तपाईँको नक्सा अब प्रिन्ट गरिराख्नु पर्दैन, नक्सा किताब भरिराख्नु पर्दैन। तपाईँको एउटा इन्जिनियरलाई नक्सा बनाउन दिनुभयो भने डिजिटल फर्ममा नै काठमाडौँ महानगरपालिकाको सिस्टममा प्रवेश गर्छ र त्यही सिस्टमबाट आर्किटेक्ट, स्ट्रक्चरल इन्जिनियर सबैकोमा गएर रेभेन्यू तिरिसकेर 25 दिनभित्र तपाईँको नक्सा तयार भइसक्छ, त्यो पनि डिजिटल फर्ममा। इबिपिएस सिस्टममा तपाईँले आफ्नो नक्सा जहिले पनि गएर हेरेर प्रिन्ट गर्न सक्नुहुन्छ। ब्याङ्कहरूमा बुझाउनु पर्यो, भ्यालुएटरलाई दिनु पर्यो भने पनि अनलाइन रूपमै दिन सकिन्छ।